म के हिजो बौद्ध गएको है। अनि मलाई जाँदा जाँदै बाटोमा के कस्तो भोक लाग्यो। अनि भोक लागेर यहाँनिर चाहिँ यस्तो मिठो किमा नुडल अनि लाफिङ है मोमोहरू पाइन्छ के। अनि कस्तो भिड थियो है। भिड भए पनि झट्ट एउटा ठाउँमा बस्यौँ हामी। अनि त्यही पनि यहाँ मिरर थियो, मिरर सेल्फी पनि खिच्यौँ। अनि छिटो किमा नुडल लाफिङहरू खायौँ हामी है। अनि त्यसपछि हामीलाई फोन आयो। अनि हाम्रो दिदीहरू पनि आइसक्नु भएछ कि बौद्धमा। अनि हामी त्यहाँबाट निस्केर हिँड्दै यता यो पसलतिर हिँड्दै हामी बौद्ध पुग्यौँ। सबैजनाले हामीलाई कुरिराख्नु भएको रहेछ है। अनि हामी यहाँनिर सबैजनासँग जम्मा भएर हामी बौद्ध घुम्न सुरु गऱ्यौँ है। अब मेरो काम त त्यही हो के अरे होइन। जहाँ गए पनि अब फोटो सोटो भिडियो यस्तै हो मेरो काम। मलाई यो बौद्ध है जति गए पनि यस्तो रमाइलो लाग्छ, यस्तो रमाइलो लाग्छ है। अनि म चाहिँ पुरा खिच्दै हिँडिरहेको छु कि है। अनि मलाई यताबाट बिनाजुले सिकाइराख्नु भएको छ, यस्तरी खिच त यस्तरी राम्रो आउँछ भनेर कि। यस्तो भिड थियो शनिबार भएर है। अनि हामी बौद्ध राउन्ड लायौँ है। बौद्ध राउन्ड लगाउँदा नि यस्तो रमाइलो भएको थियो कि है। गफ गर्दै राउन्ड लगायौँ है। यता ठोकिनी उता ठोकिनी भइरहेको थियो कि मान्छेहरूसँग है। यस्तो भिडभाड थियो बौद्धमा। अनि म चाहिँ मिनाजुसँग गफ गर्दै हिँडिरहेको छु कि पुरा गफ दिँदै। अनि मिनाजुले चाहिँ स्तुपा निकाल न स्तुपा भनिराख्नु भएको छ कि। अनि मैले चाहिँ कसरी भन्दैछु, यस्तो गर त मोबाइललाई भन्दै हुनुहुन्छ कि। अनि म चाहिँ ओहो आहा यसरी त यस्तो राम्रो आउँदो रहेछ है स्तुपा भन्दै खिच्दै हिँडिरहेको छु कि। मलाई चाहिँ फेरि जहाँ गए पनि खिचिहाल्नु मन लाग्छ कि। अनि यहाँभित्र जान्छु है म। अब यहाँभित्रबाट चाहिँ स्तुपा यस्तो राम्रो देखिन्छ है। यहाँभित्र गएर अब यो चाहिँ फर्स्ट फ्लोर है। यो फर्स्ट फ्लोरबाट खिच्दैछु म है। फर्स्ट फ्लोरभित्र पनि यस्तो राम्रो मन्दिर रहेछ। तर म यहाँभित्र गएको चाहिँ मेरो फर्स्ट टाइम हो है। तर यस्तो यो माथि के पुरा सिलिङहरूमा अनि यस्तो भित्ता सिँढीहरूमा जहाँसुकै यस्तो आर्ट हुन्छ कि। अनि ल यो मन्दिर दर्शन गर्नु है। फर्स्ट फ्लोरमा पनि यस्तो ऊ रहेछ के मन्दिर रहेछ है। यहाँ मन्दिर एकछिन दर्शन गरेँ है। अनि यहीँबाट पूजा भइरहेको थियो कि। यहाँ बाहिरबाटै दर्शन गरेँ मैले। अनि यो कलरफुल आर्टहरू है यसको मिनिङ त बुझ्दिनँ, यस्तो राम्रो लाग्छ। अनि यहाँ यो फर्स्ट फ्लोरबाट चाहिँ मैले यस्तरी खिचेछु कि यहाँ यति राम्रो देखिएछ है। सबजना यता ढोकाबाट पनि छिर्दै हुनुहुन्छ। अझ यहाँबाट भन्दा पनि अझ माथिबाट अझ योभन्दा पनि माथिबाट राम्रो देखिने रहेछ कि। त्यही पनि मैले एकछिन त यहीँबाट खिचेँ। अनि त्यसपछि म अनि माथि अब सेकेन्ड फ्लोरमा उक्लिँदैछु है। माथि पनि सेकेन्ड फ्लोर छ भन्ने मलाई थाहा थिएन कि। मलाई बिनाजुले यहाँ माथिबाट खिच न अझै राम्रो आउँछ भन्नुभयो है। सबजना उक्लिँदै हुनुहुन्थ्यो। यहाँ गएँ म पनि। गएपछि यहाँ पनि मन्दिर रहेछ है। अनि यता चाहिँ यहाँ अब यहाँ त यति धेरै मान्छेहरू हुनुहुँदो रहेछ है। अनि यहाँनिर त यस्तो दीप प्रज्वलन भइरहेको थियो है। कस्तो राम्रो के यसरी दीप बलिरहेको थियो। अनि यहाँ पनि अर्को मन्दिर पनि रहेछ है। अनि यता मन्दिरमा पनि मैले दर्शन गरेँ है। मलाई यस्तो झललल्ल बत्ती बलेको यति रमाइलो लाग्छ हेर्न पनि। कस्तो राम्रो यता दीप प्रज्वलन थियो कि यता चाहिँ। अनि यताको मन्दिरमा पनि पूजाहरू त भइरहेको थियो है। केही पूजा चलिरहेको जस्तो थियो, मैले बुझिनँ है। यहाँ मन्दिर पनि म भित्र त गइनँ, बाहिरैबाट दर्शन गरेँ के। अनि यहाँबाट चाहिँ सबभन्दा राम्रो यहाँबाट राम्रो देखिँदो रहेछ कि यता स्तुपा। ल हेर्नु त कस्तो राम्रो देखिएको के। यही हेरेर बसिराखौँ जस्तो कि है। तल मान्छेहरू उता स्तुपा घुमेको होइन। अनि स्तुपाभरि यस्तरी परेवाहरू बस्दो रहेछ कि। यसरी यस्तो राम्रो देखिने यहाँ माथिबाट त झन् है। यहीँ माथि बसिराखौँ जस्तो। तर अब पानी पर्न लाग्यो है। पानी पर्यो भने फेरि हामी हिँडेर उता जानु छ नि त, अझै घुम्नु छ है। पानी पर्यो भने त फेरि छाता थिएन हामीसँग, हामीले छातै लगेको थिएनौँ कि भिजिन्छ भनेर ओर्लियौँ। अनि ओर्लिएपछि फेरि यता अर्को पार्क जस्तो रहेछ है। अनि यता चाहिँ रिम्पोचे गुरुको ऊ रहेछ के मूर्ति रहेछ है। यस्तो राम्रो रहेछ। यहीँ बौद्धभित्र पनि कता के है घुम्ने ठाउँहरू। यो पनि म फर्स्ट टाइम हो है। अनि हामी यहाँ घुम्यौँ है। एक राउन्ड यहाँ लगायौँ हामी है। यस्तो राम्रो ठाउँ यहाँनिर। अनि यो छ नि यो गजुर जस्तोलाई चाहिँ छोटेल
छोड्तेल भन्दो रहेछ कि मलाई त्यसको त्यो अब के भन्छ भन्ने पनि थाहा भएन। हामी त अब मन्दिरहरूमा जाँदाखेरि गजुर भनिरहेको होइन, तर यसको प्रपर नाम चाहिँ छोड्तेल रहेछ कि है। तर यो अब कस्तो कस्तो मिनिङ अनुसार सङ्ख्या राखिदो रहेछ कि है। अनि यहाँ पनि यस्तो रमाइलो, यहाँ पनि हामीले सबजना एक राउन्ड लगायौँ है। यहाँ पनि यस्तो भिड थियो है, स्याटरडे भएर हो कि यो भिड भएको। अनि मलाई के बाटोमा यस्तोहरू हेर्दै हिँड्न यस्तो रमाइलो लाग्छ है हेर्दै। अनि मलाई यस्तोहरूको पनि सानो क्लिपहरू लिन मन लाग्छ कि कस्तो राम्रो आर्टहरू है। अनि अझ काठको आर्टहरू त यति राम्रो, यहाँ हेर्नु न, यो काठको आर्ट त झन् यस्तो राम्रो थियो है। म त एकछिन यहीँ हेरेरै बसिराखेँ कि है। अनि सबैजना, म यहाँ त हेरेर बसेको त सबैजना कता गइसक्नु भएछ। अनि यिनीहरूलाई त मैले हाई भन्दै पुरा बाटोमा खिच्दै हिँडिरहेको छु क्या। अनि हामी फेरि अब त्यहाँ घुमेर सकेर चाहिँ हामी फेरि अब अर्को गुम्बा जाने भनेर हामी जान लाग्यौँ है। यो चाहिँ सेचिन गुम्बा बौद्धकै पछाडिपट्टि रहेछ है। अनि एकछिन त हामी बाटो नै अलमल भयौँ कि गुम्बा नै पत्ता लगाएनौँ है। अनि त्यहाँ सोध्दै गएको त ठ्याक्क यहाँनिर रहेछ, हामीले यहाँनिर देख्यौँ। यहाँ पनि कस्तो मलाई यो हरियाली ठाउँहरू देखेपछि यत्तिकै रमाइलो लाग्छ कि, हरियाली पानी भएको ठाउँ है। यहाँभित्र त यति शान्त है, यस्तो रमाइलो यहाँभित्र गएपछि त फर्किनै मन नलाग्ने कि त्यस्तो। यहाँभित्र पनि हामी गयौँ है, भित्र गएर यहाँ पनि यस्तो घुम्ने ठाउँहरू रहेछ कि। यहाँ चाहिँ स्पेसल्ली ध्यान बस्ने टाइम रहेछ कि। ल अब म पनि यहाँ ध्यान बस्नलाई माथि उक्लिँदैछु है। अब त्यो ध्यान बस्ने ठाउँमा मोबाइल चलाउन पाइँदैन नि त। अनि यहाँ पनि सिँढीमा हेर्नु न, यस्तो राम्रो आर्ट के, म त यस्तो रमाइलो लाग्छ नि यो। ल चप्पल खोलेर म यहाँ ढोकाभित्र छिरेँ है। अब एकछिन मोबाइल चलाउन पाइँदैन, म एकछिन ध्यान बस्छु। अब यहाँ ढोकाभित्र गएपछि चाहिँ मोबाइल ठ्याक्कै ब्यागभित्र राखेँ। अनि हामी ध्यान सकेर फेरि फर्कियौँ है। हामी तल फर्किँदैछौँ अब सिँढीबाट तल। ध्यान बस्न त यस्तो आनन्द आएको, 10 मिनट बस्यौँ हामी। अनि यहाँ पनि यस्तो राम्रो यस्तो छोटेलहरू के, हेर्नु न यहाँ यस्तो राम्रो। अनि गार्डन हरियाली कस्तो राम्रो। अनि यहाँ घुम्यौँ अनि हामी एकछिन यहाँ ध्यान बस्यौँ। यहाँबाट पनि हामी बाहिर निस्किएपछि अनि हामी सुरुमा हामीले गाडी जहाँ पार्किङ गरेको थियौँ नि हामी होटलमा, हामी अब त्यतैतिर लाग्यौँ। यो होटलमा हामीले गाडी पार्किङ गरेको थियौँ। यो होटल त यस्तो राम्रो, यस्तो क्युट के है। अनि होटलमा गयौँ हामी। अनि एकछिन फोटो है, मेरो काम त यही हो, जहाँ गए पनि फोटो खिच्ने, भिडियो बनाउने, सबैको खिचिदिने। अनि यहाँ फोटो खिच्यौँ है, 1-2वटा टिकटकहरू बनायौँ। अनि बेलुकासम्म बस्यौँ हामी है। अनि डिनर पनि यहीँ गऱ्यौँ हामी। यस्तो रमाइलो भएको थियो नि है। यो होटलमा धेरै भिडभाड थिएन है। सबैजनाले डिनर गऱ्यौँ गफगाफ गर्दै सास पर्न लाग्यो है। अनि सास पर्यो, अब जानु पर्यो भन्ने हाम्रो सल्लाह पनि हुन थाल्यो। बच्चाहरू खाँदै थिए, अब सास पर्यो। अनि हल्ला गर्दै हामी सबैजना अब जाम भन्दै हामी होटलबाट निस्कियौँ है। अनि हामी सबै एकअर्कालाई बाई भनेर हामी आफ्नो गाडीमा चढेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ।